भूत भइसकेको राजतन्त्र जसले देशलाई चाहिँ हजारौं वर्षसम्म चाहिँ बर्बादीमा राख्यो, अब त्यसलाई फेरि फिर्ता गर्ने त्योभन्दा मूर्खता के हुन्छ? टाउकाको ओखती नाइटोमा लाग्यो भन्ने हाम्रो उखान छ। रोग एकापट्टि लागेछ अर्कोतिर त्यो उपचार गरेर हुन्छ। त्यसैले अब त्यो भूत भइसकेको राजतन्त्र जसले देशलाई चाहिँ हजारौं वर्षसम्म चाहिँ बर्बादीमा राख्यो, संसारको सबभन्दा पिँधमा पुर्यायो, त्यसलाई बल्ल बल्ल जनताले यत्रो बलिदान गरेर हटाएका छन्। अब त्यसलाई फेरि फिर्ता गर्ने त्योभन्दा मूर्खता के हुन्छ? त्यो असम्भव कुरो हो, सम्भव पनि छैन, आउँदा पनि त्यो आउँदैन। अनावश्यक ढङ्गले हामीले जुन बहस अहिले भइरहेको छ त्यसलाई हामीले खारेज गर्नुपर्छ, पुरै खारेज गर्नुपर्छ र जनतालाई आश्वस्त पार्नुपर्छ। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै यसमा टेकेर अपूर्णतालाई पूर्णता दिने नै अबको कार्यभार हो। कुनै पनि वाहनामा त्यो मृत मरिसकेको चिज कहाँ आउँछ? भूत भएर मात्रै आउँछ, फर्किँदैन। मरिसकेको चिज फर्कन्छ, त्यो त इल्युजन भ्रम मात्रै न हो। जे कुरा गरेका थियौँ त्यति बेलादेखि नै, किनकि म त एउटा अर्थ राजनीतिक विद्यार्थी पनि हुँ र एउटा लामो रुचि पनि देशको र क्षेत्रीय शक्ति सन्तुलन परिवर्तनमा रुचि पनि राख्छु। त्यसरी हेर्दाखेरि चाहिँ हाम्रा केही गम्भीर संरचनात्मक समस्या अझै बाँकी छन्। जब शरीरमा रोग लाग्छ, भित्र रोग छ भने त बाहिर त खटिराको रूपमा, ज्वरोको रूपमा, अनेक रूपमा आइरहेको छ पटक पटक। त्यसलाई मलमपट्टि लगाएर झारफुक गरेर ठिक हुँदैन। संरचनात्मक जुन रोग हो अथवा जुन क्यान्सर भएको कुन के तहको क्यान्सर हो त्यो भइसकेको छ भने तपाईँले जतिसुकै बाहिर झारफुक गरे पनि त्यो निको हुँदैन, झन् बलिँदै जान्छ। त्यसैले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा छ, त्यसको समाधान खोज्नुपर्छ। जे भनेका थियौँ त्यही अहिले भइरहेको छ। र एउटा पहिलो कुरो त 2 पटक निर्वाचन भयो, संविधान जारी भएपछि 2 पटक सरकार एकचोटि त झन् 2/3 जस्तो पनि बन्यो, तर पूर्ण कार्यकाल त्यसले पुरै गरेन। किनकि यो चाहिँ मिश्रित खालको जुन संसदीय प्रणाली अप्नायौँ त्यसले हुन्थ्यो त्यस्तै नै। त्यसैले प्रत्यक्ष निर्वाही कार्यकाल नभएसम्म यो अस्थिरता आउँछ। अस्थिरता भएपछि रोगको उपचार होइन कि झन् थप रोग थपिन्छ जुन भनेका छन् त्यही अहिले भइरहेको छ। त्यो जे अहिले घटना छन् त्यसैको नै अभिव्यक्ति हो। र हामीले के लाग्छ भने नेपालमा हामीले ढिलो या छिटो, जति छिटो गर्छ उति राम्रो, एउटा राष्ट्रिय सहमति बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली केन्द्रमा, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेशमा र पुनः समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद र प्रदेश सभा बनायौँ भने राष्ट्रपति र मुख्यमन्त्रीले विज्ञहरूबाट लिएर मन्त्री परिषद चलाउँछ र त्यसले चाहिँ राम्रो काम गर्छ, सुशासन काम गर्छ, भ्रष्टाचार रोक्छ र छिटो विकास समृद्धि आउँछ। र पुनः समानुपातिक जुन व्यवस्थापिका र संसद हुन्छ, प्रदेश सभा हुन्छ, त्यसले चाहिँ राम्रो ऐन कानुनहरू बनाउँछ र सरकारलाई पनि नियमन र नियन्त्रणमा राख्छ। यो तरिका नै ठिक हुन्छ भन्ने कुरा फेरि पुष्टि भएको छ। र हाम्रो पार्टीले त्यो विषयलाई नै एउटा मुख्य विषय बनाएर एउटा अभियानात्मक ढङ्गले जाने भन्ने हामीले सुरुवात गरेका छौँ। र अस्ति 6 गते मात्रै नै हामीले सानै भए पनि काठमाडौँबाट त्यो अभियान सुरु गरेका